तपाईको छाला पनि सुक्खा भएर फुटेको छ? यो चिसो मौसममा सबैलाई हुने समस्या नै यही हो। सो आज हामी बुझ्छौं चिसो मौसममा छाला सुक्खा हुनुको 4 वटा कारणहरू। नम्बर 1, चिसो मौसममा हाम्रो वरिपरिको हावा एकदमै सुक्खा हुन्छ, जसले गर्दा हाम्रो स्किनको मोइस्चर सबै जान्छ। नम्बर 2, चिसो मौसममा हामी धेरै तातो पानीले नुहाउँछौं, त्यसैले हाम्रो शरीरको नेचुरल ओइल कम हुँदै जान्छ। नम्बर 3, हामी सबैले चिसो मौसममा हिटर युज गर्छौं, त्यसले गर्दा घरभित्र भएको ह्युमिडिटी घट्छ। नम्बर 4, पानी कम पिउने। चिसो मौसम भन्दैमा पानी कम चाहिँ पिउनु हुँदैन, झन् हामीले कम्तीमा पनि 2 देखि 3 लिटर पानी पिउनु पर्छ आफू हाइड्रेट रहन। तर टेन्सन लिनु पर्दैन, यसलाई सजिलो तरिकाले नै सल्भ गर्न सकिन्छ। नम्बर 1, बिहान बेलुका फेस वाश गरेपछि मोइस्चराइजर लगाउन नभुल्नुहोस्। नम्बर 2, नुहाउनका लागि तातो पानी भन्दा मनतातो पानी युज गर्नुहोस्। नम्बर 3, चिसो मौसम भए पनि पानी चाहिँ पिइराख्नु, जसले गर्दा छाला चम्किलो बनाउन मद्दत पुर्याउँछ। नम्बर 4, यदि तपाईले यति गर्दा पनि तपाईको स्किन ड्राई हुन्छ भने प्रोफेसनल हाइड्रेसन ट्रिटमेन्ट लिनुपर्छ, जसले गर्दा स्किन क्विक हाइड्रेट हुन्छ र इन्स्टेन्ट ग्लो आउँछ। आफ्नो स्किनलाई यो चिसो मौसममा पनि राम्रो बनाउनु छ भने हाम्रो ह्याप्पी फेस एस्थेटिक क्लिनिकमा आउनुहोस्। अनि पक्नुस् त, हाम्रोमा अहिले 30% सम्म छुट चलिरहेको छ है। यदि हजुरहरूलाई अझै धेरै कुरा बुझ्नु छ भने भिजिट अस।